हेलो गाइस, नमस्ते, गुड आफ्टरनुन। आप सभी को सबैजनालाई नमस्ते। सबैजना राम्रै हुनुहुन्छ होला, म पनि राम्रै छु। अन्त मैले चाहिँ यो पार्सल लिएर आएको थिएँ, तपाईँहरूलाई देखाउन आँटेको। अस्ति नै यो पार्सल चाहिँ लिएको हो, अन्त एडिट गर्नु चाहिँ पाएको थिएन। अन्त अहिले एडिट गर्दैछु होइन। यहाँ चाहिँ एकदमै राम्रो राम्रो चिजहरू छ होइन, लाइक मलाई मनपर्नेहरू होइन। हजुरहरूलाई मनपर्छ कि मन पर्दैन कमेन्ट गरिदिनुहोस् होला। अनि कस्तो लाग्छ भने कमेन्ट गरिदिनुहोस् होला है त होइन। अन्त यो भित्र चाहिँ के छ भनेर हजुर हेर्नुहोस् है। यसको प्राइस चाहिँ 1300 थियो। अन्त मैले यसमा सक्स लिएको थिएँ मजा होइन। अन्त यसमा चाहिँ मजा पनि एउटा दुईवटा तिनवटा चारवटा आएको थियो, पाँचवटा होला सायद, खै बिर्स्यो। हजुरहरू गिन्ती गर्नु होला कतिवटा छ भनेर होइन। अन्त मैले चाहिँ यिनीहरू पुरा मन परेर किनेको नि त। अन्त समटाइम चाहिँ भेट्दैन नि त, एक त लगाएपछि कहाँ हराउँछ। त्यही भएर हजुरहरूलाई कुन कलरको मजा मन पर्यो कमेन्ट गरिदिनुहोस् होला। अन्त होइन, अन्त अरू के लिएको छ भनेर चाहिँ हेर्नुहोस् होला। के धेरै छ, सानो छ तर धेरै छ, तर राम्रो राम्रो नै छ, मलाई मनपर्ने नै छ। अन्त यसमा छ चस्मा होइन। यो चस्माले चाहिँ मलाई कस्तो देख्दैछ भनिदिनुहोस् होला, सुहाइ कि सुहाएन। हेर्नुहोस् यो चस्मा कस्तो छ। मैले चाहिँ फिल्टर पनि लगाएको छैन, तर पनि पहिले मेरो अनुहार कस्तो बिग्रेछ, अहिले सफा देख्छ। मैले त बुढी जस्तो देख्दैछ। हेर्नुहोस् मेरो चस्मा, हजुरलाई कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला। अझै के छ होइन, हेर्दै जानुहोस् होला। अन्त मैले चाहिँ यहाँ ब्याक साइडबाट चाहिँ कस्तो देख्दैछ भनेर भिडियो बनाएको। यो चाहिँ मेरो हेयर बर्न गर्ने के, यसले के भन्छ मैले बिर्स्यो, तपाईँहरू भन्नुहोस् होला। दामी छ तर। के किने मैले, पैसा पनि सबै नाश भयो भन्दै टेन्सन लिँदै थिएँ म चाहिँ होइन। तर छोडो, मलाई मन परेको चिज भनेर भने पैसा चाहिँ यति धेरै वेस्ट गरेको छु, तर किन्नु चाहिँ के किनेको होइन यादै छैन अब होइन। पैसा नहुन्जेल चाहिँ पैसा चाहिँ नहुन्छ, पैसा भएपछि चाहिँ म चाहिँ यस्तो के हो किनेर शेष पार्छु नि त। त्यही भएर मनपर्छ। मैले यो आइब्रस, यो आई कहीँ किनेको थियो, आइलेसेस के हो यसको नाम त अब होइन। यो पनि किनेको थियो होइन। हेर्नुहोस् ल, मैले चाहिँ अनुहारमा केही पनि लगाएको छैन, तर मेरो अनुहार कस्तो ग्लो आइरहेछ खुसीले। मलाई यिनीहरू सबै कहिले आउँछ भइरहेको थियो। त्यही भएर यति नै हो गाइस मैले किनेको चाहिँ। ए अझै रहेछ, मैले बिर्सेको थियो। अन्त यो चाहिँ के हो भन्दै मैले अर्डर गरेको, तर मलाई थाहा छैन, हेरेको थिएँ के हो भनेर। अन्त यो चाहिँ आइब्रसको उयो रहेछ, माथिको आइब्रसको चाहिँ यो आइब्रस लगाउने डन्ठा, अनि त्यहाँ ब्रस पनि रहेछ। मलाई यो चाहिँ चाहिएको थियो पहिल्यैदेखि थिएन, अन्त लिइहालेँ, ठिकै छ। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो कमेन्ट लाइक फलो गरिदिनु नबिर्सिनु होला। अनि मेरो भिडियो हेरेर फलो गरिदिनु होला। यो चाहिँ यस्तो हो नि त भनेर चाहिँ देखाएको, ट्राई गरेको कस्तो छ भनेर। पछाडिको पनि ट्राई गरिहालेँ, राम्रो रहेछ। हजुरहरूले देखाइदिएको यो कस्तो रहेछ भनेर। हजुरहरू नि हेर्नुहोस् है। हुन्छ त, मेरो भिडियो हेर्दै गर्नुहोस् होला। कति लामो भयो है।
फेरि लास्टमा पनि फेरि एकताल ट्राई गर्नु पऱ्यो भनेर लगाएको। कस्तो देख्दैछ गाइस, बाई बाई।